हेर्नु त गाइज यसलाई भन्दो रहेछ झिङ्गा माछा फट्किन्छ त फटेङ्ग्रा जस्तो फट्किन्छ त गाइज कतै फटेङ्ग्रा त होइन यतिका हेर्दै गाइज एक मुठी अन्डा नि धेरै छ गाइज यति भयो त हेलो गाइज वेलकम ब्याक टु माई न्यू भ्लग फेरि पनि स्वागत छ साथीहरू तपाईहरुलाई मेरो नयाँ भ्लगमा आज चाहिँ स्पेशली भ्लग के रहेको छ भने गाइज आज पनि फेरि हामी माछा मार्न आको गाइज यो खोलामा हैन हेरौँ अब माछा के कति मर्छ यहाँ मामाले चाहिँ अब यहाँ माछा मार्नको लागि भनेर जंगलको बीचको शीतल पोखरीमा ल्याउनु भएको छ गाइज पोखरी चाहिँ यस्तो छ जंगलको बीचको पोखरी गाइज यो शीतल पोखरी मामा गइसक्नु भयो यो पोखरीमा अब गाइज अब हामीले माछा मार्नेवाला छौं हेरौँ अब के कति माछा पर्छ हैन अब हेर्दै गर्नु होला अस्तिको भिडियो धेरै खल्लो भयो अब यो भिडियोमा चाहिँ पक्का तपाईहरुलाई माछा मारेको देखाउने छु गाइस भिडियोलाई अन्तिमसम्म हेर्नु होला भन्दै आजको भ्लग सुरु गरौँ है त गाइस ल अब फाइनल्ली अब यहाँ माछा मार्न जाँदै हुनुहुन्छ जाल हान्दै हुनुहुन्छ मामाले अब हेरौँ अब के कस्तो हुन्छ कति पर्छ पर्दैन हेर्दै गर्नु होला तपाईहरुलाई म भिडियो लास्ट अन्तिमसम्म देखाउने छु गाइस भिडियोलाई फुल वाच गरिदिनु होला भिडियोलाई सब्स्क्राइब लाइक कमेन्ट चाहिँ गर्न नभुल्नु होला गाइस हो जाल हान्नु भयो मजाले सर्र म चाहिँ यहाँ मनोरञ्जन नै हुन्छ भनेर आएको मामासँग हेरौँ मामाले कसरी मार्नु हुँदो रहेछ भनेर गाइस यहाँको माछा चाहिँ त्यति ठुल्ठुलो हुने रहेनछ हैन यहाँ असला माछा पाइन्न गाइस त्यही सानो सानो भुदुना सिद्रा माछा हो हेरौँ है अब पर्छ पर्दैन हैन हान्न त हान्नु भकै छ जाल चाहिँ हान्नु पर्छ गाइस अब हेरौँ माछा पर्छ पर्दैन यो चाहिँ त्यति गहिरो छैन गाइस हल्का अलिअलि घुट्ना लेभलमा पानी छ त्यति गहिरो छैन है गाइस पानी चाहिँ चिसो छ पानी चाहिँ अब जाल त ल्याउनु भयो गाइस अब माछा परेछ कि परेछ छैन गाइस हेरौँ है हाम्रो यो बाइकमा जङ्गलभित्र आएको घरदेखि हैन हेरौँ के माछा हो यो गाइस हेर्नु त गाइस अरे यस्तो माछा गाइस यो त मैले फर्स्ट टाइम देख्दैछु गाइस यो के माछा हो ल बताउनु त गाइस यसलाई झिङ्गा माछा भन्छ रे गाइस म त यो त मैले अहिलेसम्म मारेको थिएन गाइस हेर्नुहोस् ल हेर्नुहोस् त यो माछा दादा यस्तो हुँदो रहेछ नि गाइस यार कति मिठो हुन्छ यो चाहिँ खाना हैन ओहो बबाल हुँदो रहेछ त गाइस यसलाई पो झिङ्गा माछा भन्दो रहेछ मैले लाइफमा फर्स्ट टाइम देखेको गाइस हेर्नु ओहो एक मुठी छ त हेर्नु त गाइस यसलाई भन्दो रहेछ झिङ्गा माछा फट्किन्छ त फटेङ्ग्रा जस्तो फट्किन्छ त गाइस कतै फटेङ्ग्रा त होइन ओहो हेर्नु त गाइस यहाँ कति धेरै यो ल हेर्नु गाइस ओ माई गड हेर्नु गाइस यति धेरै ओ माई गड हेर्नु गाइस यस्तो छ अस्ति तपाईहरुलाई मैले भिडियो देखाउँछु भनेको कति खल्लो भएको थियो हैन म यो बकेटमा हाल्दै गर्छु है गाइस गन्दै गर्नु होला एकचोटीमा कति ता पर्यो यहाँ मैले दुईटा हालिसके गाइस दुईटा तीनटा चारवटा 5 6 7 वटा ओहो 8 9 10 वटा 11 12 13 14 ता गाइस एकचोटीमा हेरौँ है कति त माछा 14 15 16 17 18 19 20 बाबा 21 22 23 24 ओ माई गॉड 24 25 26
27 28 29 30 30 ओ माई गड मलाई गन्न छोडे गाइस एकचोटिमा बहुत धेरै छ यो गन्न छोडे हैन तपाईहरुलाई लास्टमा फेरि कति भयो टोटलमा देखाउने छु कि सिद्रा पनि रहेछ उफ गाइस सिद्रा सानो सिद्रा परेछ है तर मैले भिडियो अहिले हेर्दै गर्नु होला हैन मैले पुरा गन्न चाहिँ भ्याने धेरै छ गाइस हैन अब हेरौँ लास्टमा कति मर्छ आधी केजी नै मर्ला जस्तो छ यो त ओहो यो झिङ्गा नि मामा यसलाई झिङ्गा माछा भन्दो रहेछ गाइस म त अब हामी त गाउँघरमा हुर्केको मान्छे असला मात्र गडेर खाइने मान्छे गाइस हैन यो त मैले देखेको थिएन कि त्यही भएर फर्स्टचोटि देखेको है झिङ्गा माछा पो यस्तो हुँदो रहेछ यार यो त छिर्नै पाउनु रहेन नि म यति रहेछ गाइस अब हेरौँ एकचोटिमा यति माछा पर्यो भनेपछि गाइस दुईटा सिद्रा परेछ गाइस एकचोटिमा यति गाइस अब फेरि अब हेरौँ अब अझै हानी गर्नुहुन्छ ओहो यहाँ त झन् ठुलो रहेछ त यहाँ त यो त यत्रो गाइस हेर्नु त यति यार के हो यो आँखामा फट्केला जस्तो गर्छ त गाइस यति यार ओ माई गड त्यो के हो यो त फट्किन्छ त गाइस ओ माई गड यो त फट्ला गाइस यो त फटेङ्ग्रा जस्तो फट्किन्छ त यार फत्रक यार के हो यस्तो त्यो थुप्रो अल्झिन रहेछ त ओहो एक मुठी भयो त मामा ल खाना पनि मिठो हुन्छ रे यो होइन अब देखिँदैन चाहिँ है मामा त्यो जालमा यस्तै खैरो हुने रहेछ यो फेरि अझै पनि पाइन्छ मामा यो यति हो ए कसो यो भुइँमै बस्छ यो सरक्क के हो मामा यो हिँड्छ तल जमिनमा मामा यही ओहो मामाले हिजो पनि 1 किलो लगो रे मामाले हेर्नु मामा हो फेरि माछा मार्ने चाहिँ गाइस अब भिडियो आज चाहिँ इन्ट्रेस्टिङ हुनेवाला छ गाइस हेर्दै गर्नु होला अब अस्ति निराशा भएको थियो नि त एउटा भिडियोमा तपाईँलाई मैले हिजो अस्ति त्यो भिडियोमा हालेको थिएँ गाइस त्यसमा निराशा बनायो म पनि माछा मार्छु भनेर म र एउटा जिनिस दुईजना भएर ट्याक्क हामी माछा मार्न भनेर आएको गाइस तर हामीलाई निराशा बनायो केही भेटेन अब यहाँ मामाले जाल लिएर ल त नि भन्नुभयो जाम भन्नुभयो आइयो तर एकचोटिमा यत्रो माछा झिङ्गा माछा यति पर्यो गाइस खुसी लाग्यो अझै फेरि जाल हाल्दै हुनुहुन्छ हेर्दै गर्नु गाइस भिडियोलाई फुल वाच गरिदिनु होला माया गरिदिनु होला गाइस सब्सक्राइब गरिदिनु होला सब्सक्राइब गर्न चाहिँ नभुल्नु होला है गाइस हेर्दै गर्नु होला है ल गाइस फेरि पनि अर्को लट आइसक्यो अब अर्को लट थापेर नि आइसक्नु मामाले फेरि अर्को लट पनि अर्को लट पनि हानेर आइसक्नु भयो पनि राम्रै परेर रहेछ यहाँ बोट सानो सानो पाइन्छ गाइस यस्तो फत्रको सब बकेटमा हाल्छ गाइस रमाइलो नि लाग्यो यार यो मैले खाना चाहिँ खाएको थिएँ पहिला नि खाएको मामा हेर्नु तर मैले अहिलेसम्म मारेको थिएन कि हाम्रो गाउँतिर बागलुङतिर यस्तो पाइन्न कि यो यस्तो खाले पाइन्न कि झिङ्गा माछाहरू फेरि हाम्रोतिर रन्त रहेछ हेर्नुहोस् है गाइस हेर्नुहोस् त्यो भिडियोमा देखिया नि गाइस राम्रोसँग हेर्नु होला है गाइस नदेखाएको भयो नि झिङ्गे माछाहरूलाई अलि राम्रोसँग गोरेर हेर्नु होला किनकि यो सानो हुन्छ नि त अब धेरै ठुल्ठुलो माछा पो टाढैदेखि देखिन्छ भिडियोमा अलि राम्रोसँग नदेखेला गाइस थोरै हो बल्ल मिठो पनि हुन्छ होइन यो त कस्तो फटेङ्ग्रा जस्तो फत्रक गर्ने यसो अलिअलि बच्चा कि भनेर मैले गाइस यो अलिअलि पानी हालिदिएको
एकैछिन हिजो जति परे छैन होइन आज चाहिँ यतातिर थापेको आज चाहिँ यता त्यति आएको छैन गाइस अब भिडियो चाहिँ लामै हुन्छ होला होइन हेर्दै गर्नु होला गाइस ल यति र यति होला अहिलेको लटमा चाहिँ यति परेछ गाइस हेरौँ अब लास्टसम्म हामीले कतिसम्म मार्न सकिन्छ मामाले पनि दुःख गर्नुभएको छ यार पानीमा गएर च्याप हाल्नु भएको जाल चिसो पानीमा माछा त ओ गाइस अन्त ओ माइ गड ओ माइ गड बबाल गाइस बबाल माछा चाहिँ अस्ति निराश बना अहिले चाहिँ हल्का हल्का पनि एक मुठी भए पनि हुने भयो गाइस यसलाई चिरिप्प च्याप्प भुतेर खानुपर्छ गाइस हेर्दै गर्नु होला है भिडियोलाई अन्तिमसम्म हेर्नु होला गाइस फेरि अब लास्ट है हाम्रो लास्ट ट्राई हो तीनचोटि हान्नु भयो योसित 4 चोटि हुन्छ गाइस अब 3-4 चोटिमा अब त्यति जति पर्यो अब यति हो गाइस हाम्रो चाहिँ यति 3-4 चोटि हान्नुहुन्छ मामाले योसित अब हेरौँ पर्छ पर्दैन अब लेट्स सी हेरौँ के कस्तो हुन्छ माझी दाइले जाला हान्यो ट्याक्क अनि हेर्नु मामाको जस हिजो 1 किलोभन्दा पनि धेरै लग्नु भयो आज फेरि हेरौँ अलिअलि पर्छ कि भनेर मलाई चखाउनलाई फेरि आएको होइन गाइस अब हेरौँ जेस मरे नि नमरे नि जेस माछा मार्न चाहिँ छुट्टै रमाइलो हुन्छ गाइस अब भिडियो चाहिँ आज अलिक खल्लो हुने भएन गाइस त्यहीमा खुसी लाग्यो मलाई अब भिडियोलाई हेरेर कहाँदेखि हेर्दै हुनुहुन्छ कमेन्टमा चाहिँ यसो म यहाँदेखि हेर्दैछु भनेर यसो कमेन्टमा बताइदिनु होला गाइस नयाँ नयाँ सब्सक्राइबरहरूले गरेको या नगरेको सबै भ्युवर्सहरूले नयाँ भ्युवर्स हुनुहुन्छ भने पनि यसो सब्सक्राइब गरिदिनु होला मेरो युट्युब च्यानललाई ल गाइस हेर्दै गर्नु होला है ल गाइस अब हामीले चाहिँ अब लास्ट खेपमा पनि ठिकै राम्रै पर्यो गाइस हान्नेर मा यसमा यो त बहुत छ मामा यति कहाँ हान्दै गाइस एक मुठी हान्दा पनि धेरै छ गाइस यति भयो त भुतेर ठोरठोरै खाने माछा भन्ने चिज नि अब यति खान त भएन गाइस होइन र अब जति छ त्यति खाने ठिक्क अब ठिकै भयो माछा मार्यो अब लास्ट खेपमा पनि राम्रै पर्यो माछा अब फेरि अझै एकचोटि ट्राई गर्छु भन्नुभयो ठिकै छ अब भिडियो तपाईँहरूलाई के कस्तो लाग्यो हेर्दै गर्नु होला गाइस है अन्तिमसम्म हेरेर साथ दिनु होला गाइस अब सबभन्दा महँगो मानि धेरै थुप्रै पार्नुभयो गाइस हामीले झपझप हाल्दैछौँ बकेटमा माछा माग्न आएको आइछन् गाइस के गर्ने अब अलि धेरै भएर दिन हुन्थ्यो अलि थोरै छ गाइस के गर्ने अब घरमा पाहुना छन् अरू पनि भेना आउने अरे फेरि अब भेना भेटघाट गर्न आउने भनेछन् फेरि भेनालाई चाहियो अलिअलि खुलाइदिनु पर्यो अहिले बेलुका नत्र त दिनुहुन्थ्यो गाइस अब त्यति धेरै त मरे छैन कति छ मामा कति जति होला 1 किलो त धेरै हुन्छ नि मामा यार 1 किलो त कहाँ बरफै चढ्छ झिङ्गा माछा त होइन 1 किलो त धेरै हुन्छ नि सबभन्दा महँगो माछा अब आजलाई अब माछा मार्ने कार्यक्रम अब कति 5-6 चोटि हान्नु भयो होला मामाले जाल अब यति जति पर्यो गाइस 5-6 चोटिमा होइन
यति पढ्यो अब घर जानुपर्ने छ गाइस। अब मेरो यो माछा मारेको फुल भिडियो गाइस फुल वाच गरिदिनु होला। अब मामा र म अब घरतिर जाँदैछौँ गाइस। अब नेक्स्ट भ्लगमा भेट्ने बाजासहित गाइस। अहिलेको भ्लगमा चाहिँ म बिदा चाहन्छु गाइस। ओके बाई बाई सी यू गाइस।